हेलो मिन्ना-सान कन्निचिवा आज लेसन 36 को भोकाबुलरी पढौ है त। आइमास भनेको हुनु पर्नु जस्तो जिको हो नि। आइमास भनेको दुर्घटना हुनु, दुर्घटनामा पर्नु भनेको। चोकिन्सिमास भनेको बचत गर्नु। सुगिमास भनेको पार हुनु, कट्नु। सिचिजी सुकिगिमास भनेको पार हुनु 7 बजेर 7 बजिसक्नु या 7 बजिसकेर पार भइसक्यो यो समय पार हुनु भन्न खोजेको हो। नारेमास भनेको घुलमिल हुनु। सिगोतो नि नारेमास भनेको काममा घुलमिल हुनु। कुसारीमास भनेको सर्नु, कुहिनु। ताबेमोनोगा कुसारीमास भनेको खानेकुरा सर्नु, गल्नु भनेको। केन्दो भनेको बाँसको तरबार प्रयोग गरी खेलिने जापानिज खेल। जुडो भनेको जुडो खेल। रास्यु भनेको व्यस्त समय। उच्चु भनेको आन्तरिक ब्रह्माण्ड। क्योकु भनेको सङ्गीतको एक टुक्रा। माइस्यु भनेको हरेक हप्ता। माइचुकी भनेको हरेक महिना। माइतोसी भनेको हरेक वर्ष। कोनोगोरो भनेको आजभोलि, आजकाल। यात्तो भनेको अन्तमा, बल्ल। खानारी भनेको स्पष्ट। खानाराजु भनेको जसरी भए पनि। जेत्ताइनी भनेको पक्कै, बिल्कुलै। जोजुनी भनेको दक्षसँग, राम्रोसँग। सिपालु हुनु भनेको के देकिरुदाके भनेको सम्भव भएसम्म, सकेसम्म। होतोन्दो भनेको लगभग सबै, प्रायजसो। यो सबै मिनिङहरू छ नि यो चाहिँ एक्सप्रेसनमा धेरै नै इम्पोर्टेन्ट हुन्छ कि यो यति यो माइस्युदेखिको छ नि त्योदेखि होतोन्दोसम्मको यो सबै मिनिङहरू के राम्रोसँग के यो कस्तो उसमा लाग्छ, कस्तो बेला लाग्छ यसको मिनिङहरू के एकदम ख्याल गर्नु के यो एक्सप्रेसनहरूमा म्याक्सिमम आउने भनेको एक्सप्रेसनमा यस्तै शब्दहरू नै राख्ने गरेर आउँछ कि अनि सबैभन्दा हार्ड नै एक्सप्रेसन हुन्छ नि त, कन्भर्सेसन एन्ड एक्सप्रेसन हुन्छ नि त, त्यही भएर त्यसको लागि चाहिँ मिनिङ एकदम राम्रोसँग पढ्नु है। ओक्याकुसामा भनेको पाहुना, ग्राहक। तोकुबेचु भनेको विशेष। सित्ते इरास्याइमास भनेको गर्दै हुनुहुन्छ, गर्नेछु। अनि सुइएई भनेको पौडी खेल्नु, पौडी खेल। अनि चिगाइमास भनेको फरक पर्यो, गलत हो भनेको। चुकात्ते इरास्यारुन देस्ने भनेको प्रयोग गरिरहनु भएको छ है भनेको। च्यारेन्जिसिमास भनेको चुनौती गर्नु। किमोची भनेको भावना कि फिलिङ, आत्मा भनेको। नोरिमोनो भनेको सवारी साधन। सेइकी भनेको शताब्दी। तोकु भनेको टाढा, टाढाको ठाउँलाई तोकु भनिन्छ। मेजुरासी भनेको दुर्लभ, असामान्य। किस्या भनेको बाफ इन्जिन भएको रेलगाडी। किसेन भनेको बाफबाट चल्ने पानी जहाज वा ढुङ्गा। डुङ्गा। ओजेनो भनेको धेरै मान्छेहरू। हाकुबिमास भनेको ओसार्नु। रियौसीमास भनेको प्रयोग गर्नु। जियुनी भनेको स्वतन्त्रतापूर्वक, खुलेर। लेसन 36 को मिनिङहरू यति नै हो। मिनिङहरू चाहिँ पहिल्यैदेखि भनिरहेको छु, मिनिङहरू चाहिँ एकदम पढ्नु होला, याद गर्नु होला कि। ओके बाई बाई, माताने।